सो हेलो एन्ड नमस्ते गाइज, सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजबाट चाहिँ मैले पनि भ्लग स्टार्ट गरेको छु। सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला। लेट्स गो। आज चाहिँ काठमाडौँको सुन्दर बाटो सात डो बाटो हुँदै कलङ्कीको यात्रामा छु म। बहुत सुन्दर एउटा काठमाडौँको बाटो। लेट्स गो है त। चाहिँ ट्याक्कल गोवारको ओभरफ्लो ठिक छ, बनाउँदैछन् देशमा। खै के हो, भ्रष्टाचार बढी हुन्छ देशमा, काम त गर्दैछन्, भ्रष्टाचार बढी भयो क्या। ट्याक्क लाएर ओभरफ्लोको मुनिबाट जनताले दुःख पाउने हो नि त। यहाँ आज शनिबार हो, त्यही भएर अलिक जाम कम छ। नभए त यहाँ त यो कट्नलाई 1 घन्टा लाग्छ यार। ल च्याट ल यताबाट गएपछि अनि यही हो नेपालमा, स्याटा छिरेर अगाडि बढ्नु पाइन्छ। ल त यहाँबाट ट्राई गरौँ त। ल हालिदिउँ है त। ल गयो। गाह्रो छ जिन्दगी, गाह्रो छ। ठिकै छ, ट्याक्क लाएर ल ठिक छ। ल गइदिउँ सर। जस नेपालमा पनि विकास गर्ने हो भने त नेपाल त सुनकै टुक्रो हो नि, सुनको हिराको मोतीको टुक्रो हो नि। के गर्ने, चोरहरू बढी भए। ल त ल ट्याक्क दामी छ झन्। विदेश भन्दा के कम छ हाम्रो नेपाल। ओ आए ल, पुलिस भन्दा कुकुर विद्वान भने जस्तो हेर। ल ट्राफिक लाइटमा कुकुरले पनि बाटो काट्दिरा, ट्याक्क लाएर। यतिको हुनु पर्यो। कुकुर यति शिक्षित भइसके, हाम्रो देशका नेता कहिले शिक्षित हुने हुन् भने ठिक छ। ल गइदिउँ। ल स्यारा गइदिउँ। जस विकास काठमाडौँमा रिङ रोडमा यति भएको छ, चाइनाले बनाइदिया तर दामी देखाएको छ नि त। ओ माई गड, यो फुल अहिले जापान र कोरियामा भाइरल हुने फुल ट्याक्क यसो देखिन्छ साथीहरू रियलमा चाहिँ। हो अहिले त्यो के हो, त्यो क्यामेराबाट कलरफुल बनाएर हालेर हुँदैन। ल ट्याक्क रियलमा चाहिँ यस्तो छ है त। ल दामी छ, केही छैन। अब क्यामेराबाट खिच्यो, ड्रोनबाट खिच्यो, अनि कलर हाल्यो फुलमा, ओरिजिनल भन्दा खतम बनाइदिने। यो हो क्या नेचुरल चाहिँ यस्तो छ है। ल ट्याक्क यस्तो देखिन्छ यहाँ। जस भ्यू चाहिँ दामी देखिरहेछ। यत्तिको भ्यू चाहिँ हुनु पर्यो क्या नेपालमा, अनि पो नेपाल जस्तो हुन्छ त यार। नेपाल भएर भएन नि त, नेपाल हुनु पर्यो नि त। ल यत्तिको हुनु पर्यो क्या नेपालमा यार। अब उता अर्को साइडमा जाने भने धुलोले खतम। ल के भने यस्तो छ। जस यति भए पनि मन आनन्द हुन्छ यो बाटो हिँड्दाखेरि। त्यही हो। ल दामी छ, यत्तिको चाहिँ हुनु पर्यो। अब के गर्ने, नेतालाई गाली गरौँ, के गर्नु गाली, चोरहरूलाई जति गाली गरे नि काम छैन, केही छैन। ल गइदिउँ है त अगाडि। ल केही छैन। ल अब गाली गर्ने भन्दा पनि भएको चाहिँ बाटोमा अब एकछिन हामी इन्जोय गरौँ है त।
सो त्यही हो गाइस, अब रेगुलर रूपमा मेरो भ्लग आउनेछ। अब हजुरहरूले भ्लगलाई माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, च्यानललाई सेयर गरिदिनु होला। अब रेगुलर रूपमा भ्लग आउँछ, सबैजनाले एकमुष्ट रूपमा सब्सक्राइब हानिदिनु पऱ्यो। बाँकी भिडियो त म लिएर आइहाल्छु नि गाइज। त्यही हो, टेक केयर, बाई, नमस्ते।